Welcome to Hey guys, welcome back to my new vlog है आज पनि म चाहिँ कलेजको भ्लग बनाइरहेको छु होइन। आज के कस्तो हुन्छ भ्लग चाहिँ बनाइँदैछ। बनाउनु चाहिँ हल्का पानी परिरहेको, हिजो बेलुकादेखि पानी परिरहेको छ गाइज होइन। अनि अहिले पनि पानी परिरहेको, अब चाहिँ लाग्दिनु पर्छ होला। त्यही हो गाइज। ल गाइस हामी चाहिँ कलेज गइदिनु। यो ड्रेस चाहिँ मेरो फर्स्ट टाइम हो होइन। हिजो भर्खर लिएर आएको हो ड्रेस चाहिँ होइन। त्यही भएर आएको चाहिँ होइन। हामी गणेश चोक आइपुग्ला। ड्रेस है गाडी धेरै पछि झ्याप्प लगाएर निस्किनु चाँडो रोडमा। त्यही हो गाइस, कलेजमा भेटौँला। नभेट्ने हेलो गाइजहरु, म चाहिँ यसको भ्लग डेकोर हालेको छु। ल गाइज आइबन्दै केटा आइबन्दै गुड गुड मेरो केटाहरू गुड केटाहरू सबजना पढिरह। तर म चाहिँ पढेको छुइनँ है। तिमीले यो ठुलो देखेर यो माथि राख्नु भने होला। ठुलो सानो हाम्रो मतलब छैन, हामी रुल फलो गर्नुपर्छ हुँदैन। सो सबट्र्याक्ट यो यो सबट्र्याक्ट यो सो यो माथि परेन योबाट अहिले भेटौँ है। नेपालीबाट पढिरहेको छु। ल अब चाहिँ आइबन्दै सबजना पढाइराख्नु भएको छ। ल ठिक छ केटा, ल बाई बाई। हामी चाहिँ गर्दैछौँ, यहाँ सार्नु पऱ्यो नि त होइन। अब सबै सबै एक एकवटा लाइन बनाउनु पर्ने। स्टार भ्लगर हो नि यार। डिप्रेसन हो र समीक्षा कस्तो छ भिडियो? कमेडी छ कि? त्यसलाई मैले के गर्नु भने ल सर के भनिदिएँ क्या मैले फेरि। अब गाइज यस्तै छ जिन्दगी। कतिवटा सब्जेक्ट सक्यो? 4 सकिसक्यो, अब 2टा बाँकी है त। ओ जे पाइँदै नबोल न, मेरो मम्मीले हेर्छ के यो। चुप 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 कराउनु बाध्य नगरे केटा हो यार। बढी कराउँछ स्वाङ फुचे उचितमा यस्तो छ। के छ यार तिम्रो हालको के छ यार? ठिक छ। तिम्रो नाम चाहिँ के हो नि? अनि भनिदेऊ न, आइ भनिदेऊ नि त मेरो च्यानलमा। अनि के छ आइ भनिदेऊ न। आइ भनिदेऊ न। आइ गाइस भनिदेऊ न। ल बाबा फेरि मेरो ब्लगमा क्याप्चर भएन भने ल यस निकाल्दै ल निकाल्दै च्याप्पै त्यो उयो गरेर जान, रेडी बनाएर जान हात चाहिँ। ल के गर्नु यार? तिम्रो फेस देखाउनु मिल्छ? अनि हेर्दै त आइ भनिदेऊ। मेरो भ्लगमा आइ भनिदेऊ त तिमीले दुइटाले। जब याद करोगा यो चाहिँ हाम्रो सरोज राई रहेको छ।
फेरि गयो होइन कहाँ थुक त्यसलाई त म चाहिँ केटीको पट्टि छु यस 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 केटाहरूको नाचगान चलिरहेको यहाँ चाहिँ ल केटा राम्रो दे प्रतिभा एकदम मेरो भ्लगमा नाच ओइ नाच नाच बचन्दी नाच त मरे नाच कमन नाच साथै यस कमन नाच्दिन हौ अहिले यार हिजो रातिसम्म त रिल्स यस्तै याद चा केटा हो 10-15 भिडियो हालिसक्यो के यो खातेहरूलाई देखाउनु धेरै हेलो गाइज हामी चाहिँ अहिले पासपोर्ट सकेर चाहिँ टोइलेट आएको छौँ अब चाहिँ जानुपर्ने हुन्छ इङ्ग्लिस अब त्यो जानुपर्ने थियो पढ्नुको लागि जानु लाएर जान्छु ल जाउँ नजानी म त यहीँ पाउँदैन त्यस्तो नहुन न म जान्छु ल गाइज अहिले पासपोर्ट सकेपछि गाइज हामी चाहिँ अहिले कलेज सकेर चाहिँ खाजा खाना छ एकदम दामी भयो आज कलेज झुर गयो दामी मजा आयो पढ्न चाहिँ होइन हाम्रो साथीभाइहरू चाहिँ यहाँ हुनुहुन्छ यहाँ हामीलाई उता देखाउँ भने साइकल हुन्छ ल अब चाहिँ त्यही हो बाटोमा बोल्यो भ्लग बनाएँ नभए चाहिँ घरमा गएर हुन्छ है गाडीहरू भोक लागिरहेको छ हेर्न एउटा आमाहरू त मिल्न आएको त्यो हाम्रो लासो केरीहरू हाम्रो निना भाइ कहाँ ओइ निना भाइ हाई ल गाइस त्यस्तै हो त्यस्तै अब यतापट्टिको सिन स्पिकर थियो स्पिकर बजाइदिनु हो यसो कहाँ छ ल गाइस स्पिकर झिक्नु पऱ्यो ल एकछिन मेरो हर्न बजाउनु पर्छ पहिला लोकदोरी बाजा सब केटाहरूसँग इन्ट्रोडक्सन लिएर आउनु पऱ्यो यार ठिक छ यार धेरै कुरा गर्नु भन्न ल होइन अपेक्षा धेरै भयो नि त साथी यार मेरो कुरा बुझ क्या तिमी अलिक बुझिरहेको छ यार साथी बुझिरहेको हो यताभित्र जाउँ त्यसो भए मजामा छोड्दै जाउँ यहाँ केटाहरूसँग बोलौँ के छ यार केटा हो यार हो यो चाहिँ बाहिरको सिन रहेछ हिँड्छ यता नमस्कार टुक्का मुला किन अरूलाई गाह्रो टुप ला फोन गयो भने त फक हुन्छ जाने होला नि त अब त यार हाम्रो क्लास कलेजको नजारा यस्तो ओए कस्तो दामी देखेँ मिठो भ्यू छ भ्यू चाहिँ गाई भ्यू यो चाहिँ दामीवाला माथि 3 तला माथिबाट चाहिँ भ्यू देखिरह तेरो यही भ्यूले तेरो कुन भ्यूले कस नाच्ने हो निर्वाह चाहियो मलाई पछि म भ्लगमा आएन भने अफिसको टाउको लाउँछु होइन यस्तै हुनु यहाँ माथिको आउटफिट हेर्दै हो जहिले
रुगन्ती हेर्ने हो कि अहिले फेरि ल हो र सबजनाले यहाँ भ्यू गर्नु पर्यो पहिले लेखेर राखिदिनु पर्यो घामपट्टि बसेर मै गरिरहेछु भने ल हेर त को गरेर दिएको रहेछ आफ्नो परिचय दिए केटा हो केटी नै भन अनि मात्रै दिन्छु आउँछ दुइटै यो टाउको मात्रै खोलाइ होइन उयो साथी है होइन कि यहाँले पुष्पो मेहन्दी घाममा राम्रो देख्छु होला हौ मैले के लेखेर कस्तो राम्रो देखेको आफूले आफूलाई कस्तो ठुलो देखेको कपालमा सबैजना आफ्नो अनुहार चाहिँ आफ्नो नेचुरल हो गाइस बाजे मेरो नेचुरल कस्तो थोप्रै मात्रै हेर्नु मन लाग्यो गाइस मेरो मन बस्यो तिम्रो परियामा भन हे आमा मलाई के भयो मायामा तिम्रो गालामा चुन्न मन लाग्यो होइन आइज म एक्लै बस्छु भाइ यो त कस्तो बाइक हो क्या भाइ ब्लग हो क्या ब्लग थोरै अलिक पछाडि ब्याक नाच यहाँ फ्रेममा आएछ न केटा कस्तोमा मेरो बुढी के नेपाल विकास भएकै हो चढा भयो के हेर मेरो फोन मेरो मोटी मेरो फोन बुझी यो सँग त केटा हो माछिको जाको मेरो भ्लग त वायल गरिदिनु हो नि छाडा बोल्यो ऊपर गाइस
हेलो गाइस, अहिले चाहिँ हामी होइन टक्क कलेजबाट निस्किएर चाहिँ घर जाँदैछौँ है। हाम्रो केटाहरू चाहिँ यहाँ झ्याप्प लाएर होइन ऊ चाहिँ हाम्रो साथी रहेको छ भने आजदेखिको नयाँ हो। अनि त्यही हो गाइस, अब घर गइँदैछ खाजासाजा खाएर। आज त भोक लागेको छैन, नो प्रब्लम, दामी। म अब घर गएर एउटा ब्लग हाल्नुपर्ने छ होइन। घर पुगेपछि ब्लग हाल्नु छ। आज कलेजमा दामी भएको त्यो ब्लग चाहिँ म हाल्दैछु होइन चाँडै। 1-2 दिन पछि हाल्छु होला सायद होइन। बिहान कारण हाल्नुपर्ने हुन्छ नि त, त्यत्रो बनाएको। अनि यहाँ केटाहरूले अलिअलि मुख छाडेको क्या तर हल्का होइन। त्यसलाई चाहिँ म कट गरेर हाल्छु होला गाइजहरू। पुरै चाहिँ देखाउन सक्दिनँ है, कट गरेर हाल्ने छु होइन। त्यसो गरेर छन् गाई त्यो ब्याक कहाँ होइन हौ, ब्याक एन्ड फ्रन्ट गाइज। म अहिले कलेजभन्दा चाहिँ अलिक तलै छु छन चाहिँ होइन। उहाँ माथि चाहिँ हाम्रो कलेज छ। तपाईँहरूलाई म कलेज देखाउँछु है अहिलेसम्म। रुक्नु है त, उहीँ छ 200 मिटर अगाडि हो। अब अहिलेसम्म देखाउँछु। एकछिनको लागि चाहिँ म पज गरिदिन्छु है त। ल गाइज, हामी चाहिँ अहिले टक्क आएर कलेज आइपुग्यो है। कलेज अब कलेजबाट पनि अलिकति अगाडि जानुपर्ने हुन्छ। हामी चाहिँ घर पुग्नलाई अलिक टाढो जाउँ न आज। कलेज यहाँ कलेज चाहिँ यही है, यत्रो बवाल कलेज छ। स्कुल पनि आदि यहीँ पढ्यो, आदि अर्को नयाँमा पढ्यो। जिन्दगी राम्रो छ, चलिरहेको होइन। तर कलेज भन्दैन क्या मलाई। यो चाहिँ क्याम्पस। किन क्याम्पस भनिरहेको छु भने चाहिँ मैले अलिकति भनौँ किन क्याम्पस भनेर यहाँ क्याम्पस लेखिरहेको नि त, त्यही भएर हो। यहाँ पनि क्याम्पस, यहाँ चाहिँ विद्यालयको लागि यहाँ क्याम्पस हो। त्यही भएर हामी चाहिँ यसलाई क्याम्पस भन्छु, कलेज भन्दिनँ। त्यही हो गाइस, अगाडिको भ्यू यस्तो छ। देखाइदियो अगाडिको भ्यू अडियन्सहरूलाई होइन। अनि दामी म चाहिँ मलाई कस्तो देखिरहेको गाइस कमेन्ट गर्नु पऱ्यो। दामी देखेको कि छैन होइन। मलाई लाग्छ म राम्रै देखिरहेको होला। सिलाइदिएको होइन क्या राम्रो। बाउला त यति ठुलो छ, यति ठुलो छ। यो यस्तो पनि ठुलो छ है गाइजहरू। यस्तो यो पेटको उयोहरू नि साइजहरू नि के बनाइदिएछ गाइजहरू। केही छैन, नो प्रब्लम। अब यो अब 12सम्म पढ्नु नि पुग्छ नि त, सिलाइराख्नु पर्दैन। ठिकै भयो एकतर्फ। अहिलेको लागि चाहिँ अलिक बेठिक भयो, ठिकै छ तर नो प्रब्लम। अब चाहिँ म सिधै घर चपली चाहिँ के भन्नु, घर पुगेर भेट्छु। अब म धेरै टायर्ड भइसक्यो नि त, अब त बोल्दा टायर्ड भइसक्यो। त्यही भएर चाहिँ म अब घर पुगेर मात्रै तपाईँहरूलाई म भन्छु है त सबै कुरा। भात खाँदै राम्ररी पढ्नु है नानी बाबुहरू। 10मा एकदम गाह्रो छ। जिन्दगीमा नपढिकन केही छैन बाबुहरू। राम्ररी पढ्नु। हामी त त्यस्तै भयो, जसो तसो पास भएर आइयो होइन। नानी बाबुहरू सबैजना राम्ररी पढ्नु होला। यहाँ चाहिँ ध्रुवतारा विद्यालय रहेको छ, त्यसैले मैले चाहिँ थोरै एडभाइस हानिदिइहालेँ। यो भिडियो हेर्दैछ भने नानी बाबुहरूलाई 10देखि कमको विद्यार्थी हुनु, 10को सब विद्यार्थी हुनुहुन्छ भने पनि राम्रोसँग पढ्नु होला, राम्रो जिपिए लिएर आउनु होला है। तपाईँहरूलाई त्यही छ। अब 12 पुगेपछि तपाईँहरूलाई 12को पनि एडभाइस दिने नै छु है त। ल पढ्नु है त। ल त्यही हो गाइस, हामी चाहिँ घर आइपुगिसक्यो। अस्तिकै नजारामा आइपुग्यो। अब फेरि घाम देखाउँछु ल, रुक्नु। घाम यहाँ छ है, घाम। ल चल्दिउँ अब। सट्ट लाएर आज चाहिँ एडिट गर्नुपर्ने छ घरमा गएर ब्लग चाहिँ होइन। एडिट गरेर झ्याप्पा हालिदिने आजको। अनि यो ब्लग चाहिँ 2-3 दिन पछि आउँछ। दामी पारामा टट्ट राम्रो बनाएर मिमसिम हालेर यो ब्लगमा त मिम हाल्नै पर्ने छ नि यार। केटाहरू खतरा नाच देखायो नि। ल हजुर, म घरमा पुगेर तपाईँहरूलाई इन्फर्मेसन दिने नै छु होइन। झ्याप्प लाएर अब भात पनि खानुपर्ने छ। अनि सुत्दिन्छु। त्यसो के होस्, बाल छैन, सुत्दिन्छु। नोट गरेर आइज भन्दै थिएँ, आज नोट गरेन गाइस भनेको छैन। आज लिएर आइज भनेको नि त नि। त्यही भएर चाहिँ हामी आज क्लासै गएन, क्यान्टिनमै बिताइदियो है त। गाइस कलेजबाट घर पनि आइसक्यो। अब चाहिँ भात खानुपर्ने बाँकी छ काम चाहिँ। अन्डा सन्डा बनाएर झट्ट लाएर दाल यहाँ छ। अब अन्डासँग खानुपर्ने हुन्छ। अन्डाको भरमा एक ग्लास भात। यहाँ चाहिँ हाम्रो कुकम्यान हुनुहुन्छ आजको लागि। यहाँ रिस उठ्यो, जहिले मैले चाहिँ बनाएर हुन्न नि त गाइस। अहिले चिन्न
एकछिन भाइ एकछिन भने एकछिन रुक कति ल डढ्यो के ल अब चाहिँ म आजदेखि चाहिँ म काम गर्छु यहाँको चाहिँ यो मुलालाई फर्काउन आउँदैन जस्तो लाग्यो पाइसक्यो त हौ अनि हेर न गाइजहरू फर्किँदै यसो मजाले गर्नुहरू अनि गाइज कस्तो लाग्यो मैले फर्काएको ल मै पनि आइसक्नु भएको टक्क लगाएर हेर्न सक्नुहुन्छ है ल अब चाहिँ त्यस्तै हो गाइजहरू अब चाहिँ भ्लग बन्द गर्नुपर्ने हुन्छ झ्याप्पा लगाएर होइन अब अरू कन्टेन्ट बनाउनु छ बाँकी यस्तै छ जिन्दगी होइन त्यही हो अब हाम्रो मम्मी यहाँ हुनुहुन्छ भर्खर त आएको त नि के छिटो घर आएर के काम छ र होइन भर्खर आएर गाइज टक्क अन्डा सन्डा बनायो ओए डढ्यो त्यसका बादे एउटा चाहिँ पाएको यस्तो दामी बनाइदिएको छु मैले गाइजहरू ल अब त्यही हो अब भ्लग चाहिँ मैले बन्द गरिदिएको छु है ल त्यो छ होइन हाम्रो मम्मी चाहिँ यता हुनुहुन्छ हाम्रो मम्मी हाई गरिदिनु हाई गाइज ल ल ल है ल अब चाहिँ बन्द गरिदिएँ मैले हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि यी भिडियोहरू पनि हेर्नुहोस् है।